But I can't feel. I got too many problems to put off still for the morning. I'm thinking about your body. Wake up in the morning and to your smell. There's something that I know oh too well. Now we're yawning. It's early in the morning. Hello guys, यो हाम्रो क्याप्टेन यसले गर्दै हामीले आएको हाइकिङ न त आउँदैन थियो सबैलाई हेल्दी बनाउने दिस इज माई सेकेन्ड टाइम हाइकिङ फर्स्ट टाइम गएको तर फर्स्ट टाइम पछि सेकेन्ड टाइम कहिले जाँदिनँ भनेको आइयो साह्रै दुःख पाइएको थियो यार फर्स्ट टाइम यहाँ हुनुहुन्छ सचना केही तपाईँको इन्ट्रोडक्सन आज राम्रो हुँदैछ विषयले गर्दा हजुर विश्व मास्टर मानिरहेको छ हाम्रो ऊ चाहिँ हाम्रो टपर हो है गाइज बाइ द वे ऊ पनि भनौँ न तिम्रो नाम के हो रे मेरो नाम हो श्रेष्ठा शर्मा अनि ऊ चाहिँ रिङ्का हेर न कस्तो यहाँ चाहिँ हाम्रो स्मिता हाम्रो 5 मिनटको हाइकमा थाकिसक्नु भएको छ आएको त थियो मिलन बुच्चा कमान एकदम छिटो हिँड्न सक्नेहरू अनुहार हेर्न सक्नुहुन्छ यो राम्रो आएन है गाइस भ्यूमा नाइस भ्यू बट हुनुहुन्छ हाम्रो सदिक यता हेर्नु सदिक के छ तपाईँलाई उस्मिता पनि बीटीएस को फ्यान भएको भए होइन बीटीएस आर्मी हुन्थ्यो नि सक्थ्यो बाटो ठिक मलाई लाग्थ्यो म सबसे हिँड्न नसक्ने तर म भन्दा कोही रहेछ हिँड्न नसक्ने साह्रै खुसी लागिरहेछ मलाई चाहिँ बिजनेस गर्दैछौँ लाइन लगाएर आउनु होला क्याप्टेन भनेको यस्तो हुन्छ हेर गाइस Come on, Milan. Yeah. 1, 2, 3, 4. यहाँ छ हाम्रो म यहीँ छु ब्रो म यहीँ छु ब्रो म यहीँ छु यहाँ हुनुहुन्छ हाम्रो साइन राइडर एके सुनन तर छप्री कटमा चाहिँ आउनु नहुने हो मुलेट हेर्न सक्नुहुन्छ कमेन्टमा छप्री लेख्नु होला आउनु भाइ मेरै हो गाइस मेरै हो म एकदम शानको साथ भन्न सक्छु शिवपुरी हामी यहाँबाट इन्टर गरिसकेको छौँ गेटबाट आइपुगिसकेको छौँ सुन्दरी जलको ड्याम यही हो अनि दोस्त केटाहरू सब त्यहीँ छन् यही हो सुन्दरी जलको ड्याम चाहिँ उहाँ हुनुहुन्छ उदेशमा हजुर स्मिता श्रेष्ठा सिद्धार्थ here comes Milan here comes Sachana प्रस्ताव विवेक सुनन विचित्र उहाँ हुनुहुन्छ हाम्रो कृतन हामीलाई चाहिँ क्यारी हानेन तर लास्टको लगाइरह रिङ्का लास्ट क्यारी हानेन केटाहरूले हामी चाहिँ सुन्दरी जल रिङ्का आऊ जम त्यो पुरा भ्यू देखाउँछ हुन्छ नि गाह्रो भएर कोहीलाई बोकिसके यहाँ को त्यो
कसलाई बोकेको थाहा भएको छैन। रोनिस हो पछाडि चाहिँ, अगाडि सुनन्द छ। यहाँ हाम्रो अटेन्सन ग्राबर आउनु भएको छ मिलन भाइ। पुरा मान्छे मार्नु पर्छ सर। फाफा सासा भएको सुन्न सकिहाल्नुहुन्छ कति गाह्रो भएको होला। सबसे अगाडि हामी छौँ। गाइजहरूले चाहिँ फोटो खिच्ने भने नाइस भ्यू पछाडि। यहाँ झगडा पर्दैछ खाली पेट हिँड्ने कि खाएर हिँड्ने भनेर। भेडाको के खिच्नु पऱ्यो भेडा? कि मलाई त नराम्रै देखिन्छ हौ। हेर गाइज ममा हातपात भइरह। हामी यहाँ खाजा खानको लागि सर्ट ब्रेक लिएको। जाऊ जाऊ नाइस भ्यू। Espera, cho.